चाहिँ नि कुनै घाउ हुनु हुँदैन, त्यो दाँतहरू कुनै पनि खाली हुनु हुँदैन, कम्मर मिले हुँदैन, कपाल कालो हुनु पऱ्यो, अनि आँखा चाहिँ त्यो उसको जस्तो मृगको जस्तो आँखा हुनु पऱ्यो। यस्तै गरेर चाहिँ 32वटा विशेषताहरू भएको चाहिँ 20-25वटा बच्चाहरू ल्याएर त्यहाँ एउटा ठुलो अँधेरो कोठा छ, त्यहाँ चाहिँ नि ल्याएर राख्छ। अनि एउटा के अरे भर्खर काटेको भैँसीको चाहिँ टाउको पनि त्यहाँभित्र राखेको हुन्छ। अनि त्यो उमेरमा प्रायः सबैलाई चाहिँ डर लाग्छ नि त, साढे 5-6 वर्षको हुन्छ बच्चा अहिले कुमार। अनि एउटा न एउटा चाहिँ डर हुँदैन, त्यसलाई त्यो बच्चालाई चाहिँ भन्छ। अनि त्यो बच्चालाई चाहिँ त्यहाँ 3 दिन लगाएर चाहिँ ठुलो गुरुहरू आएर त्यो 3 दिन लगाएर पुरा पूजा गर्छ। अनि त्यसपछि नर्मल बच्चाहरूलाई कुमार देवता भन्छ। अनि त्यहाँभित्र चाहिँ नि खालि त्यो पुजारीहरू, त्यो पुजारीको फ्यामिली बस्छ, ऊ अब जान पाउँदैन घरमा, सधैँ त्यहीँ बस्ने हो। अनि वर्षमा 13 दिन चाहिँ त्यो फोटोमा देखेको तपाईँहरूले त्यो रथ जस्तो बनाउँछ, अनि भित्र उसलाई राखेर चाहिँ पुरा हजारौँ मान्छेले चाहिँ नि मासुहरू काठमाडौँ यात्रा गर्नुहुन्छ 13 चोटि चाहिँ। त्यो बेलामा चाहिँ जुन तपाईँहरूले अहिले फोटो देख्नुभयो, त्यो बेलामा बाहिर आएको खिचेको फोटो हो, भित्र गएर चाहिँ फोटो भित्रै बसिरहनु हो। अनि 12देखि 4 बजीसम्म चाहिँ पहिला चाहिँ भगवान् हो, भगवान्ले केही पढ्नै पर्दैन, सबै थाहा हुन्छ भनेर भन्यो। तर पछि चाहिँ जस्तो यो के अरे ह्युमन राइट्स वुमेन राइट्स उमेन राइट्स उनीहरू आएर चाहिँ प्रोटेस्ट गरेर त्यसपछि 12देखि 4 बजीसम्म चाहिँ टिचर आएर पढाउँछ, कुमारी पढाउँछ। अनि त्यसपछि जान्छ, त्यही भएर 12देखि 4 बजीसम्म उसलाई त्यहाँ पाइँदैन, कोही जान पनि पाउँदैन। अनि टुरिस्टहरूको लागि चाहिँ 11 बजीदेखि 12 बजीसम्म र 4 बजीदेखि 5 बजीसम्म, जम्मा 2 घन्टा त्यहाँभित्र गएर पनि नाचेको गर्छ, तर भिडियो जान पाउँदैन, हिँड्नु मात्रै एलाउड हुन्छ। अनि त्यहाँ तल जुन जति डोनेसन बक्स छ यो त्यहाँ गएर 52% उसले पाउँछ। लास्टमा जब घर जान्छ घर गएर जाँदाखेरि 50% लिएर जान्छ र डाइरेक्ट ऊ पेन्सन पाउँछ, उसले महिनाको 5,000 10,000 कति छ उसले त्यो पाइन्छ लाइफ लङ। अनि उसले पछि केही सिक्यो जान्छन्, पढ्यो जान्छन् भने आफ्नो पेसा पढाउँछ, कति अनि उनीहरूलाई त्यो केटा मान्छे पाउनु चाहिँ अलिक गाह्रो, किनभने चाहिँ त्यो भनाइ के छ भने त्यो केटाहरूले उसलाई बिहा गर्यो भने चाहिँ केटाहरू सबै मर्छ, तुरुन्तै मर्छ, किनकि त्यो बेला देउता भन्छ। तर अहिले चाहिँ कस्तो छ भने कन्सेप्ट चेन्ज भइसक्यो, कतिपय कुमारीहरू चाहिँ बिहा भइसकेको छ र उनीहरूको लोग्नेहरू पनि राम्रै चाहिँ त्यही भएर तपाईँलाई कति काम गर्नु छिटो गर्नुभयो नि ठुलो गर्ने तपाईँहरूमा भन्छ होइन, म यस्तो अनि किन त्यो किन यसरी राख्नु भन्ने त्यो बेलामा 16th सेन्चुरीदेखि चाहिँ यो भएको यो चलन, त्योभन्दा अगाडि थिएन। त्यो राजाले चाहिँ नि कस्तो भने डाइरेक्ट भगवान्हरूसँग पनि कुरा सक्ने त्यस्तो शक्ति थियो। अनि बिचमा सच्चा देवी, अनि बिचमा चाहिँ पर्दथ्यो यता देवी भगवान् देवी, अनि पार्वतीको एउटा रूप, यतापट्टि देउता। अनि उनीहरू त्यो पासा खेल्ने भन्ने हुन्छ नि, त्यो काठको खेल्दा खेल्दै अनि त्यो राजालाई चाहिँ कता कता त्यो नराम्रो सोच आयो क्या, रुनी केटी त्यो सेक्सुअल इमोसन आयो, त्यो उसले केटीले उसले थाहा पायो देउताले। त्यसपछि तिनी बिलाएको होइन त्यो देउता, किनभने त्यो केटी हो, राम्रो केटी देखेको त अनि केटा मान्छे उसलाई त एकदम सेक्सुअल ऊ आयो, फिलिङ आयो जस्ट, अरू केही गरेर त्यो आएपछि यसले चाहिँ नराम्रो हरायो, पापा आयो पछि सपनामा के दिएको भने के अरे यदि अहिले मलाई यहाँ एउटा मन्दिर बनाएर अर्को केटी राख्यो भने उसको भित्र चाहिँ म आउँछु भनेर सपना देखायो हुनाले त्यति देख्यो। त्यसपछि तुरुन्तै उसको रानी चाहिँ एकदम बिरामी भयो, मर्ने स्थितिमा आयो, मरि नै भयो, सबैले मऱ्यो भनेर
उसले हतार हतार मन्दिर बनाएर एउटा त्यो बेलादेखि चलन आयो मैले पनि अहिले सोधेको थिएँ त्यो बेलादेखि चाहिँ कुमारीको त्यसपछिदेखि अनि रानीलाई पनि एकदम ठिक भयो जस्ता बस्दै भयो अनि त्यहाँदेखि चलन पनि आयो अनि राजा सबै ठाउँमा ऊ बेलामा सबभन्दा हाइएस्ट पोइन्टमा हुन्थ्यो तर यो ठाउँमा आएपछि एक ठाउँ अलिक तल उसलाई चाहिँ दर्शन गरेर जोड्ने त्यही भएर राजाको यहाँ चाहिँ आएपछि चाहिँ अहिले फोटो छ त्यो फोटो गरेर पाउँछ बताइदिनु होला